ल साथी आज त जसरी भए पनि बुहारी ल्याउनु पर्छ है खै नटकटका नहो त्यसरी अझै थाइदेन के त थाइदेन पहिला यो जेल भन्दै लाउथिस् त बस भयो हजुर आउँछ के भयो इन्जार मान्न इन्जार कति इन्जार भन्नु नगरी यस्तो त बिहा गर्छु वा गाँठै भने नि गाँठ ठोय मुत्ने बेलामा तैँले खोलिदिन्छ साइनले ल बुहारी चाहिँ जसरी पनि लिएर आउनु पर्यो ल कङ्ग्रेचुलेसन है ल ल 3 ब्यागबाट बुहारी नरिसा नरिसा पाउँछ पाउँछ नरिसा गाँठोहरू त खोलिहाल्छ नि ल ल कङ्ग्रेच मेरो भाइलाई ल तँलाई पनि गाबिने ल साथ ल मिलेर खै खै आमामा कम्ता हेन्छन् छैन ल बुढी छ हामीले ल जाउँ जाउँ हामी बुहारी भगौँ गयौँ तर भाग्दैन होला है किन फेरि यस्तो लोदरले पहिल्यै कङ्ग्रेचुलेसन दिएर अस्तिको पालि यही चुटिहाल्यो त मलाई कङ्ग्रेचुलेसन दिएर लिइसकेको बुहारी पनि फर्केर गएको छ साल ए त कन्या पनि ठिकै छ कि मा बुढो कन्या चाहिँ साह्रै पनि साला फर्म भरेर ओटिपी नआएको मेहन्दी लाउने बेला भइसकिसक्यो कपाल फुलिसक्यो बुद्धि फुलेछ अब राम्रो कङ्ग्रेचुलेसन दिएको त साह्रै त नभनिहाल्नु हौ घन्टा कङ्ग्रेचुलेसन ढुरी परिसक्यो बिहा गर्दैन ल्याउँदैन कहिले यस्तो ढुँडी परिसक्यो बिहा नगरेर मान्छेले कङ्ग्रेचुलेसन दिँदा हुन्छ बुढी नपाएर मर्नु नपाएको साह्रो ए राम्रो भनेको त हौ तँ नपर्ने तँ चाहिँ विशेष कारण बिहा गर्नु जाँदैछ राम्रो काममा जाँदैछ के तँले हो र तँ बुढी बिहा गरेको छ तैँले तँले बिहा गरेको छ हुनु त साथी साथी हो कि तर साथीको पनि हतै पार हुन्छ नि यिनीहरू बिहा गरेको बाबु खदा लगाइदिनु सुहाउँछ त हौ बुढो जान्दैन अनि कहाँ लागिने अब त कहाँ बुढी पनि मान्छ होला त त म छु त म फकाइदिन्छु यो बोकाले छु यो बोका गनाउँछ अब डुङ डुङ भरे बुढी आना हान्छ नि तो अर्को हुन्छ यिनीहरूलाई हामी जान्नुपर्छ नि पाताले बाँध्छु त पाताले तँ नि